सबैमा नमस्कार। म सुमन घिमिरे पाणिनी संवाद मिडियामा सम्पूर्ण शुभेच्छुक श्रोतागणहरूलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। यति बेला भने आफ्नै क्षेत्रको सेरोफेरो अर्थात् यही अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नम्बर 4 पटौटी कुडापानी अर्थात् लुकातीमा रहेको एउटा प्रतिभालाई चाहिँ हजुरहरू समक्ष दर्शाउने छोटो प्रयत्न गरेको छु। आदरणीय सङ्गीत क्षेत्रमा एकदमै प्रख्यात आदरणीय मेरो स्वयं साथी पनि एकदम सहपाठ्य गर्ने एकदमै मिल्ने साथी पनि हुनुहुन्छ। उहाँसँग केही कुराकानी गर्ने प्रयत्नका साथ यहाँ उपस्थित भएको छु। नमस्ते। नमस्ते। हजुरको परिचय कृपया दर्शाइदिनु होला। मेरो नाम सङ्गीता विश्वकर्मा। म पाणिनी 4 पटौटीको लुकादीमा बस्छु। हजुर, यसै गरी यहाँ चाहिँ मैले दैनिक रूपमा हजुरका विभिन्न सङ्गीतहरू पनि देखिरहेको हुन्छु है त। यसै गरी हजुरका सङ्गीतहरू पनि मलाई पनि अत्यन्त मनमोहक लाग्ने र प्रस्फुटन गर्न जरुरी छ भन्ने दिनका साथमा यहाँ उपस्थित भएर हजुरसँग चाहिँ केही कुराकानी गर्ने एउटा प्रयत्न गरेको छु। साँच्चै सङ्गीत क्षेत्रमा एकदमै रुचि राख्नुहुन्छ त हजुर? हजुर, म एकदमै सङ्गीतलाई माया गर्ने मान्छे। हजुर, यसै गरी अहिले चाहिँ तपाईँले कहाँ र कति कक्षामा अध्ययन गर्दै हुनुहुन्छ? म श्री देउराली माध्यमिक विद्यालयमा कक्षा 11 मा। हजुर, कक्षा 11 मा अध्ययन गर्ने चाहिँ आदरणीय सङ्गीत क्षेत्रमा रुचि राख्ने व्यक्तित्व हुनुहुन्छ। र बाँकी कुरा भन्दा पनि हामीले सिधै सङ्गीतबाटै अगाडि बढौँ न त, हुँदैन? दर्शकहरूमा एउटा सङ्गीतलाई सुनाइदिएर दर्शकहरूलाई पनि प्रफुल्लित बनाऊ न त। हुन्छ, ल सुरु गरौँ। सबै ठाउँमा घुम्नलाई गऊ होला, घुम्नलाई गऊ होला, गलकोट नाम त सुनेकै छौ होला, तल काली गङ्गा छ माथि मेरो गाउँ, परानै भन्दा प्यारो छ म जन्मेको ठाउँ, हिँड कान छ घुम्नलाई गलकोटतिरै जाउँ, परानै भन्दा प्यारो छ म जन्मेको ठाउँ, हिँड कान छ घुम्नलाई गलकोटतिरै जाउँ। हजुर, धन्यवाद। यसै गरी अत्यन्त मनपर्ने र अत्याधिक मनमोहक सङ्गीत उहाँले प्रस्तुत गर्नुभयो। यसै गरी तपाईँ चाहिँ अहिले कति वर्ष पुरा गरिसक्नु भएको छ? आफ्नो जन्म कति भयो त हजुरको चाहिँ एज? अहिले चाहिँ एज 70। 17 वर्ष हुँदै गर्दाखेरि चाहिँ तपाईँ अलिकति सानै उमेरदेखि गुनगुनाउने व्यक्ति हो कि एक्कासी चाहिँ यहाँ माथिसम्म आइसकेपछि? होइन, म एकदम सानैदेखि गीतमा रुचि राख्ने व्यक्ति। हजुर, एकदमै सानैदेखि गीत सङ्गीत क्षेत्रमा रुचि राख्ने आदरणीय प्रिय साथी अथवा आदरणीय व्यक्तित्व हुनुहुन्छ। उहाँ चाहिँ सानैदेखि सङ्गीत क्षेत्रमा रुचि राख्दै आज यस स्थानसम्म आइपुग्नु भएको छ। लगायत मैले एउटा के कुरालाई जोड्न चाहन्छु भन्दाखेरि हाम्रो सम्बन्धित ठाउँ जुन कि आज उहाँ यहाँ यो हाम्रो पाणिनी संवादमा बोलिरहनु भएको छ, भोलि चाहिँ उहाँ एउटा स्टुडियो समक्ष गएर बोल्न सक्ने एउटा सार्थकता उहाँले प्राप्त गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षा पनि छ र एउटा शुभकामना पनि प्रदान गर्न चाहन्छु। यसै गरी हाम्रो यस जुन पाणिनी गाउँपालिका लगायत विभिन्न क्षेत्रमा महोत्सवहरू हुने गर्छन्, उक्त क्षेत्रमा चाहिँ बाहिरबाट कलाकारहरू ल्याउने विभिन्न अन्य प्रतिभाहरू देखाउनको सट्टा हाम्रै स्थानीय स्तरमा उत्पादित कला संस्कृतिहरूलाई चाहिँ जगेर्ना गर्ने, माथि पुर्याउने देनका साथमा चाहिँ लाग्नुपर्छ। स्थानीय स्तरमा भएका विभिन्न यही क्षेत्रमा आफ्नै सेरोफेरोमा रहेका सङ्गीतका विभिन्न प्रतिभाहरूलाई उक्त क्षेत्रमा लगेर प्रस्फुटन गर्ने, सम्पूर्ण दर्शकहरूमा देखाउने प्रयत्न सम्पूर्ण सम्बन्धित ठाउँका व्यक्तित्वहरूले गर्नुहुनेछ भन्ने मुख्य देनका साथमा यहाँबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।